हेलो गाइज, वेलकम बैक टू माई अनदर भिडियो। आज हामी खेल्नलाई छौँ इन्डियन बस गेम। म थिएँ लेभल 10 मा अनि म सबै गाडीहरू अनलक गरिसकेँ। आज सुपर बस लिएर जान्छु। लेट्स गो गाइज। बिचमा एड आइदिएर भने बिचमा एड आइ कहाँ हुन्छ। लेट्स गो। मेटाफरिया बढाउनु पनि यो लेभल चाहिँ मैले पारै गर्न नसके हो। क्यामेरा बनाउनु मिल्दैन हुन्छ भाइ नै मामाको छोरा बसिरहेको यता यता गाइस। ड्राइभिङ स्किल अलि नोब्डा जस्तो छ। डोन्ट माइन्ड। के गर्छ यो अगाडिको गाडी? ए ठाउँ रहेछ त यार। यो पनि हेर्नुपर्छ नि त गाइस। यस्तो गाडी हिँड्न ट्याक्सी ड्राइभर गाइस। हिँड्दैन यहीँनिर रोकेर जसको स्टेसन फेरि यहीँमा मारिदिन्छु म। यहीँनिर रोक्दाखेरि त गयो गाइस। मान्छेहरू चढ्दै गएछन् गाइस। प्यासेन्जरहरू चढिसके। अब हामी जानेवाला छौँ। यसलाई चाहिँ के भयो? बाई बाई। ओभरटेक हान्दिने नि। अस्ति नै यहाँनिर एउटा गाडी अड्काएको थियो के। ओ हेरेर चला न यार। कस्तो झन्डै ठोकिदिएर हान्थ्यो ट्याक्सी। झन् त्यसले ब्रेक लगाइहाल्यो। अन्त उत्रेर हान्थ्यो। ए सर्टकटमा त गइदिउँ न गाइस। हजुरहरूले यो गेम ट्राई पनि गर्न सक्नुहुन्छ। खतरा छ झन् नै। आज पिस बाटोमा रहेछ सुपर बस लिएर आएँ मैले। हेरेर चला हेरेर ल गाइस। यो गेम टेक्नो गेममा पनि खेलेको थियो त। 14 हुँदा 14 नम्बर हो कि 14 लेभल हुँदा मैले इन्ट्रेस्ट लाग्यो। त्यही भएर खेलेर डाउन गरिदिउँ न। उकालोमा लेभल डाउन हुन्छ नि त गाइस। जति फेरि हुस्सु लाग्छ। कच्ची बाटो यताबाट जाऊँ। यो कच्ची बाटोमा सकिँदैन। त्यही भएर यही बाटोबाट जाउँ। यो अलिक पिच जस्तो पनि छ। ढलान जस्तो सम्म छ क्या यो अगाडिको कच्ची बाटो छ। त्यहाँ ठाउँबाट नि रुट आउला आउन त। हेरेर चला हेरेर ठोकिदिन्छु म। त कहाँ पुऱ्याइदियो त्यो गाडी आएर बिचमा। हेरेर चल गाइस। तपाईँहरू भन्नु यो पर्सन राम्रो लाग्छ के अघिको? मलाई त यही राम्रो लाग्छ। बस गाडीहरू ठोकिने डर हुन्छ। मलाई यसमा सजिलो लाग्छ गाइस। गाइस अर्को गेम पनि छ। हजुरहरूले ट्राई गरेर देखाउँछु। एकछिन डाउनलोड गरेर। बेस्ट गेम हो इन्डियामा। ह्यान्ड ब्रेकै लाउनु पर्ने कस्तो गाडी हो। चला ओभरटेक हान्न अगाडि बाई बाई। ओभरटेक हान्दिने नि त गाइस। ल गाइस ठाउँ पनि आइसक्यो। यस्तो हेर्न चाहिँ म यो हुन्छ गाडी छिरिसकेकै रहेछ नि त। फेरि अगाडि गयो। लेट्स गो सक्सेस गाइस। ल गाइस सक्यो यो वाला गेम। आज हामी दुईवटा गेम खेल्न गाइस। बिचमा एड ट्राई गर्छु। क्लिप काट्नुपर्छ क्या गाइस। यो लेभल खेलौँ। कच्ची बाटोको लेभल होला फेरि। यो चाहिँ अघि जस्तै कस्तो खतरा बााउन्स भइरहेको थियो नि अघि त। यो बाहिर चाहिँ आवाज कम आउँछ। यहाँ चाहिँ धेरै आउँछ गाइसहरूको पनि पालो यहाँनिर भइसक्यो। टिक्करहरू पनि कसरी चलाउँछ हेर। स्पिड ओभरटेक हान्नु यहाँ हान्नु हुँदैन। अगाडि गाडी छ। गाडी आउँदैछ त्यहाँबाट। दुईवटा गाडी
एउटा फेरि टिफरहरू त नहेरी चलाउँछ नि घरिघरि लगाइदिन्छ नि घरि केही गर्छ घरि स्पिडले चलाउँछ हेर्नु हो पछाडि जाने र त्यो होइन आइज यस्तै गर्छन् कि झुक्काइदिन्छन् यो टिफरवालाहरूले ओभरटेक गरिदिन्छु एकछिन पछि गाइस ग्यास थोरै दिनुपर्छ ग्यास पुरै दिन्छु गाडी आयो अगाडिबाट कस्तो कि अगाडिको त्यो भ्यानले गर्दा हो क्या यी गाडी जाम भयो अगाडिको गाडीले गर्दा एकचोटि ओभरटेक हान्दैसित ओभरटेकै ओभरटेक हुन्छ यो अर्को गाडीहरूले नि हामीलाई ओभरटेक हान्न दिँदैन जस्तो छ गाइस आलु टिफरवाला भाइ भाइ फेरि अगाडि पनि लिँदैन गएँ म त ओ रुख हो गुड जब यिनले गर्दा भयो के जा तँलाई नि ओभरटेक हान्नुहुन्छ ए रोकेर राखे म आउँदैछु फेरि ठोकेला कोही पनि हुन्छ खतरा चल रहा है त गाइस गाडी एक्सपिरियन्स भएर पर्सनमा खतरा चल्छ फेरि बाहिरको त ठुकिन्छ कि भनेर मान्छे लिने पो रहेछ यो त मान्छे लिन नि कति टाढा आउनु परेको पछाडिबाट गाडी आएर फेरि ठोकिदिन्छ छिटै जानुपर्छ गाइस लास्टमा चाहिँ अहिले गाइजर टिप लामो हुन्छ यस्तो हो लिनै माथि आउनु पर्यो स्पिडले जाने हो छिटै पुऱ्याउने छिटै सुत्ने छिटै खाने त्यस्तै गर्नुपर्छ उकालो हो नि त खतरा छ आइरहेको छ त गाइस म त उकालोमा रियल लाइफमा पनि चलाइदिन्छु त त्यसो भए त लो के गरिआएको यो गाडी नाइ नो छैन फेरि गाडी आएर अड्केर बसेपछि क्या हो यो रहेछ आइज बिस्तारै आउँदैछ गाइस काट तपाईँटी चलाइदियो नि चलाइरहने म त काट्दिन्थेँ काट्छ गाइस जामा पो फसियो त ठ्याक्कै इन्डियाकै हालत रहेछ कि क्या हो अघि चाहिँ हो यो त्यसको पछाडि अघिको चला न त चाहिँ अगाडि कुन कारवाला छ त्यसले चलाइराख्नु हो रिभर्स लिनु पऱ्यो पछाडि पनि गाडी छ होला यस्तो रिस गरेर न ए यस्तो गरेपछि त कहाँ हुन्छ त ठोक्कर मारेर निकाल्नु पर्ने हो कि के हो ओ त्यहाँ निक्लिने ठाउँ बाटो छ के गरे यो ड्राइभरले चाहिँ तिमीहरू फर्छ जाममा हामी चाहिँ निकाल्ने खुट्टा पनि आउँदैन नि त नगल्दै हुन्न को हेरेर चाहिँ पर्छ गियर चेन्ज गर्नुको त गाडी आइसक्यो त छोड जान्दैन ओ त्यसले पनि हान्दै गाडी कुन ठाउँमा आइपुग्यो एक्सिडेन्ट ल यस जानमा अझै
बस हर्न लाउनु पर्ने बिर्सिन्छ यही गाडीले गर्दा ठोकेको हो के ए फेरि ओ गाइस एक्सिडेन्टमा एक्सिडेन्ट गाउँको बाटो जाने हो आज के भइरहेको बे मेरो गाडीलाई र अरूको गाडीहरूलाई अलि यताबाट घुमेर ल्याउने रहेछ त्यही भएर खोइ गाउँको बाटो हो नि त गाइस के गर्नु है बिचमा एड आएको छ त्यसको लागि सरी गाइस हामीलाई लाइक सब्सक्राइब गरिदिनु त्यही हो बाँच्यो उनीहरू पनि क्यारे ल्याउँछ नि त ओह्रालोमा गाइस आइसकेको हाम्रो डेस्टिनेसन फाइनली ब्रेकै नदेखेर छिनो गाडीबाट पछाडि ल्याउनु पर्यो त्यसो ब्रेक त देखिएन के घुमाएर राख्नुपर्छ गाइस फेरि तलै घुसेला नि फेरि ओ तलै गइदिएर यार गाइस तलै झन्डै छोडै बाटो त्यसलाई नै फेरि त्यसो एउटा गाडी त्यसो के भइरहेको रहेछ हो ए यस्तो पो रहेछ सरी है गाइस यस्तो भएर रहेछ नि त फेरि यताबाट एउटा गाडी आयो रिभर्स होइन अगाडिलाई ग्यास दिएर हुन्छ मेरो यहाँ कस्टमरहरू रिसाइसक्यो कहाँ लग्यो भनेर पर्छ गाइस राम्रै लागेको छ किन गाडी पछाडि गाइस भगाउन मिल्दैन रहेछ त्यहीबाट यसरी फर्कम त्यही तल खस्ला जा त्यही महँगो गाडी तलै खस्तिर अरे होइन ठोक्न आएको किन नटिक्यो गाइस हाम्रो डेस्टिनेसन आइपुगेको छ अरे ब्याक गर्नुपर्ने भयो लेट्स गो गाइस आजको लागि यति नै बाई बाई लाइक सब्सक्राइब गर्नु कमेन्ट गर्नु